मान्य सभामुख महोदय, फेरि म आज खस भाषामा बोल्ने अनुमति चाहन्छु। आजको यो विनियोजित बजेट मध्ये उद्योग पर्यटनको बारेमा हामी चर्चा छलफल गर्न गइरहेका छौँ। जुन विनियोजन भएर आएको छ त्यसमा म 100% सहमत छु भन्ने त म भन्दिनँ, तर जुन किसिमले मधेसवादी दललाई नै मधेसलाई नै आरोपित गर्ने बदनामी गर्ने किसिमले जुन साथीहरूको कुरा आएछ त्यसमा मेरो एकदम ध्यान आकर्षण भएको छ। म आग्रह गर्न चाहन्छु कि प्रदेश नम्बर 2 लाई कसरी हेपिएको छ, प्रदेश नम्बर 2 लाई कसरी बदनाम गर्न खोजिएको छ, प्रदेश नम्बर 2 लाई कसरी अपमानित गर्न खोजिएको छ भन्ने कुरा को बारेमा म केही कुरा भन्न चाहन्छु। जसरी अहिले प्रतिपक्षका साथीहरू मार्फत प्रदेश नम्बर 2 का जुन बजेट विनियोजन भएको छ यसको बारेमा कुरा राखिरहँदा केन्द्र सरकारले जुन बजेट विनियोजन गरेको छ यो नेपालको संविधान 2072 ले नेपाल एउटा लोकतान्त्रिक गणतन्त्र संघीय गणतन्त्र देश मुलुक घोषणा गरिसकेको अवस्थामा केन्द्र सरकारले 70% बजेट आफू राखेर संहितालाई 25% बजेटमा सीमित गर्ने अनि त्यो थोरै बजेटबाट यो संहिताको विकास भइहाल्छ र विकासमा पनि 250 वर्षमा हुन नसकेका कामहरू जुन अहिले प्रतिपक्षका साथीहरूले कुरा राख्नुभयो कि सबै विकास भइदियोस् भन्ने कुरा, त्यो सम्भव छैन, त्यो उचित पनि छैन। यदि तपाईहरूले वास्तवमा संहिताको पक्षधर हो भने, संहितालाई टिकाउन चाहनुहुन्छ भने, संहिताको विकास गर्न चाहनुहुन्छ भने केन्द्र सरकारले जुन बेइमानी गरेको छ, केन्द्र सरकारले जुन प्रदेशको बजेट कटौती गरेको छ त्यसको बारेमा तपाईहरूले बोल्न सक्नुपर्छ। त्यसपछि मात्रै संहिता प्रतिको तपाईहरूको इमानदारीता जिम्मेवारी मात्रै झल्किन्छ। र यो कुरा अहिले धेरै चिन्तित हुनुभयो साथीहरू। प्रदेश 2 मा उद्योग स्थापना गर्ने कुनै पनि किसिमको विनियोजन बजेटमा आएको छैन। निश्चित म पनि सहमत छु, तर महेन्द्र कालदेखि नै यो देशमा भएको उद्योगहरू, प्रदेश 2 मै भएका उद्योगहरू, चुरोट उद्योग भनौँ, सुगर मिल भनौँ, कल कारखाना उद्योग भनौँ, आखिर त्यो कसरी बन्द भयो? यो भर्खर जन्मेर खडा भएको यो प्रदेश सरकारले बन्द गरे हो कि यो भन्दा पूर्वका सरकार सञ्चालकहरूले बन्द गरे हो? यो देशमा जति उद्योगहरू थियो, छाला उद्योग, कपडा उद्योग लगायतका विभिन्न उद्योगहरू, सबै उद्योगलाई बन्द गर्ने सरकार कुन सरकार हो, कुन पार्टीको सरकार हो? जहाँसम्म प्रदेश 2 लाई बदनाम गर्ने किसिमले यहाँ कमिसनको खेलको कारणले गर्दा यसरी विनियोजन भएको छ, कार्यकर्ता पाल्ने हिसाबले विनियोजन भएको छ, भ्रष्टाचार गर्ने हिसाबले विनियोजन भएको जुन कुरा मधेसवादी दल या मधेस यो सरकारलाई आरोपित गर्दै हुनुहुन्छ, तपाईहरूलाई म आग्रह गर्न चाहन्छु कि पुलिस प्रशासन तपाईहरूकै हो, अख्तियार तपाईहरूकै हो, अदालत पनि तपाईहरूकै हो, हरेक निकाय जुन छानबिन आयोगदेखि लिएर हरेक कुरा तपाईहरूको मातहतमा छ। केन्द्र सरकार पनि तपाईहरूकै हो, मिडिया पनि तपाईहरूकै हो। तपाई छानबिन गराउनुहोस्, कहाँ प्रदेशमा भ्रष्टाचार भएको छ, कहाँ
कमिसन खाएको छ त्यो कुरा बाहिर ल्याउनुस्, हामी साथ दिन तयार छौं। र यो कुरा तपाईहरूले विरोध गरेको यो बजेटको म सम्झिन चाहन्छु। गत वर्षको बजेट पनि आएको थियो। सत्ता पक्षका केही मान्यहरूले हामी विरोध गरिरह्यो, तर तपाईहरूले पास गर्नुभयो। त्यो किन गर्नुभयो? किनभने तपाईहरूले 1-1 करोड रुपैयाँ प्रत्येक सांसदले लिनु भएको थियो, त्यो कारणले पास गर्नुभयो। जस्तो सुकै बजेट आए पनि तपाईहरूले पास गर्नुहुन्छ यदि तपाईहरूले बजेट दिन्छ भने। कार्यकर्ता पाल्ने कुरा हाम्रो त स्मरणमा पनि छैन। यो कमिसन भन्ने कुरा, यो भ्रष्टाचार भन्ने कुरा सरकारसँग आबद्ध कुरा हो, सत्ता सञ्चालनसँग आबद्ध हो। हामी त भर्खर मधेसवादी दल 1 वर्ष 2 वर्ष कटाएको छौँ। तपाईहरूले त पुरा देश चलाउनु भएको छ, तपाईहरूले 2 वर्षदेखि चलाउनु भएको छ। कसले यो देशको यस्तो अवस्थामा कसले खडा गर्यो? कसरी यो देश रोजगारी विहीन बन्यो? कसरी यो देशमा विकास भएन? कसरी शिक्षामा विकास भएन? कसरी स्वास्थ्यमा विकास भएन? तपाईहरूले कुन आधारमा कसरी यतिका वर्षहरूमा बजेट विनियोजन गर्नुभयो कि यो देश आजको यो गरिबी हालतमा आएको अवस्था छ? त्यो कारणले मधेसवादी दलले मधेसलाई बदनाम गर्ने, मधेसलाई आरोप लगाउने कामहरू तपाईहरू बन्द गर्नुहोस्। किनभने फेरि पनि तपाईहरूले सक्षमतामाथि कुरा उठाउनु भएको छ। अयोग्य मधेसवादी दलको मन्त्रीको योग्यतामाथि कुरा उठाउनु भएको छ। म भन्न चाहन्छु फेरि पनि कि तपाईहरूले सिकाइराख्नु पर्दैन कि हामीले यो प्रदेशलाई कसरी सञ्चालन गर्ने, कसरी बजेट विनियोजन गर्ने हो। तपाईहरूलाई सोधेर तपाईहरूले सिकाएर यो हुने होइन। मलाई थाहा छ, किनभने तपाईहरूले खाइपाइ गर्नुभएको छ कि यो देशको सारा बजेट लुट्नु भएको छ तपाईहरूले। त्यो खाइपाएको बजेटहरू तपाईहरूले सञ्चालन नगर्न पाएपछि यो छटपटाहट जुन भइरहेको छ त्यो कारणले भइरहेछ। त्यसैले म अन्तमा के कुरा भन्न चाहन्छु, जस्तो कि हरियो वन नेपालको धनको कुरा आयो, एकजना मान्य साथीले उठाउनु भयो। नेपाल कृषि प्रधान देश हो भन्ने पनि कुरा उठाउनु भयो। म आग्रह गर्न चाहन्छु, यो देशको हरियो वन समाप्त गर्ने, बर्बाद गर्ने को हो? हामी अलिकति पछाडि हेरौं। यो देश नेपाल कृषि प्रधान देश हो भने यो देशको कृषिको लागि उब्जाउ जग्गा यो तराई मधेस हो, तर आजसम्म सिँचाइको व्यवस्था किन हुन सकेको छैन? र तपाईहरूले भन्नुहुन्छ यो 2 वर्षमा 250 वर्षमा हुन नसकेको काम अहिले 2 वर्षमा भइदियोस्, सम्भव छ? तपाईहरूले कुरा उठाउनुहुन्छ भने केन्द्र सरकारको बारेमा कुरा उठाउनुहोस्, जसले हाम्रो अधिकार छिनेर राखेको छ। हाम्रो अधिकारलाई प्रदेश 2लाई अधिकार वञ्चित बनाउन खोजेको छ। मधेसको अधिकार पहिचानलाई अझै पनि, जस्तो कि यो नागरिकता विधेयकदेखि लिएर यस्तो कानुनहरू बनाएको छ, कानुन अनुसार हुनेछ। संविधानमा एउटा कुरा छ, अन्तरिम संविधानमा एउटा कुरा छ, अनि कानुन बनाउने त्यसको विरोध। संविधानले गाइड गर्ने कानुनलाई कि कानुनले गाइड गर्ने संविधानलाई? या उल्टो संविधान नमान्ने कुराहरू केन्द्र सरकारले तपाईहरूको पार्टीले गर्ने अनि आरोप मधेसवादी दलले लगाउने पाइँदैन, लगाउन पाइँदैन, आरोप लगाउन पाइँदैन। त्यसैले म भन्न चाहन्छु, यो बजेटमा मैले सुरुमा पनि भने कि जो विनियोजन बजेट आएको छ त्यसमा म पनि सहमत छैन, तर यसमा केही सुधार हुन सक्छ भने त्यो सुधार गरेर ल्याइयोस्, यो आग्रह गर्दै म साथीहरूलाई यो आएको उसमा यो छलफलपछि यसलाई पास गर्न म अनुरोध गर्दै म आफ्नो विचारलाई यही टुङ्ग्याए। धन्यवाद। जय मधेस।